माटोलाई साक्षी राखेर यो देशलाई यो माटोलाई वचन दिन्छु कि नेतालाई धनी हुने छुट हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ। यहाँ पनि थुप्रै आउनु भएको होला अरु दलमा आबद्ध साथीहरू, म यहाँलाई भन्न चाहन्छु, तपाईहरुले हामीलाई कस्तो हेर्नुहुन्छ मलाई थाहा छैन, तर हामी तपाईहरुलाई दाजुभाइ नै हेर्छौं। जति नै आन्दोलन गरे पनि, जति नै आगजनी गरे पनि, जति नै मान्छे तपाईको जने शहीद भए पनि यो देशमा काम गर्नुपर्छ भन्ने मनोविज्ञान, काम गर्नुपर्छ भन्ने सोच विचार हाम्रो दिमागमा पलाएन भने हाम्रो देशमा भ्रष्टाचारको अन्त्य हुन सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनी, त्यसो भएको कारणले गर्दाखेरि बेइमान मान्छेलाई इमानदार बनाउनका लागि पनि श्रम संस्कृतिको खाँचो छ, त्यसको अभियान हामीले चलाएर हिँड्नुपर्छ। अब यहाँ सबैजनालाई म त्यो भन्न चाहन्छु है। अब यहाँलाई यहाँको अगाडि उहाँले निकै लामो बोलिरहेको छु, अझै बोलौँ कि नबोलौँ? बोर लाग्यो भने भन्नुहोस् है, म बन्द गरेर गइहाल्छु है। अब तपाईहरुले मलाई भन्नु होला यो त नेता रहेछ, भाषण गर्यो त्यहाँ भन्नु होला। म नेता सेता के पनि होइन, म एउटा आवाज मात्रै हो, जुन आवाजले हर्क साम्फाङ के साह्रो बोलेको भन्छन् हैन कमेन्ट गर्नेले। मैले एउटा गीत बनाएको छु, यो बिग्र्यो, मैले एउटा गीत बनाएको छु, हर्क साम्फाङ बोलेको होइन, मूर्ख मान्छेको दिमागको बिर्को खोलेको भन्ने एउटा गीत बनाएको छु नि। त्यसले गर्दाखेरि अब त्यो नबुझेको मान्छेहरूलाई, अब तपाईहरु त बुझ्ने मान्छे हुनुहुन्छ, यहाँ नबुझ्ने मान्छेहरु थुप्रै हुनुहुन्छ, त्यो त्यहाँ गएर लाइभ गर्दै होला, कतिले त्यहाँ गाली गर्नु थालिसक्यो। उहाँहरूलाई मैले भन्दै गरेको यहाँको मासलाई होइन है, दिमागको बिर्को खोल्नका लागि एउटा आवाज चाहिँ हो। मलाई नेता तपाईहरुले नठान्नु, तपाईको जीवनको नेता तपाई खुद हो। तपाईको जीवनको नेता तपाई आफू बाहेक अरु कोही पनि बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरु, ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने, आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने है? तपाई आफै हो, ऐना गएर हेर्नुहोस्, घरमा गएर को देखिन्छ त्यही मान्छे हो देश बनाउने, त्यही मान्छे हो देश बनाउने, अरु कोही पनि नेता छैन। यहाँ नेतृत्वको विकास गरौँ, जिम्मेवारी वहन गरौँ। यो देश पनि हाम्रो हो, पेट मात्रै हाम्रो, परिवार मात्रै हाम्रो, मेरो घर मात्रै हाम्रो, मेरो बारी मात्रै हाम्रो होइन, फिदिम मात्रै हाम्रो पनि होइन है। तपाईको चाहिँ नि मेचीदेखि पश्चिम है, लिपुलेक लिम्पिया धुरासम्म हाम्रो हो भन्ने जिम्मा हामीले लिने कि नलिने? यदि त्यो लिने हो भने तपाई नै हो नेता, यो देशको सबैभन्दा ठुलो नेता तपाई नै हो, यो देशको ठुलो नेता है। अरु कोही कसैले तपाईको चाहिँ यो देश बनाउँदैन, बचाउँदैन।